भेट नभएको पनि कति दिन भइसक्यो। के गर्दैछौ त नि आजभोलि? रमेश, हेर न, काठमाडौँ आएको पनि कति धेरै समय भइसक्यो। खोजे जस्तो कामै पाइएको छैन। के गर्नु, जिन्दगी देखेर पनि विरक्त लाग्न लागिसक्यो मलाई। तिम्रो लागि मैले कति ठाउँ काम खोज्ने प्रयास गरेँ राधा, तर के गर्नु, कतै काम पाउन सकेन। त्यही पनि तिमी चिन्ता नलेऊ राधा, म अझै प्रयास गर्नेछु। के हो त तिम्रो नाम? मेरो नाम राधा हो। कहाँबाट आएको? म अछामदेखि। अनि कति भयो यहाँ बसेको काठमाडौँ? त्यस्तो धेरै भएको छैन, 5-6 दिन भयो गएको। 5-6 दिन भयो। अनि के काम गर्दैछौ त यो ठाउँमा अहिले? भर्खरै आएको, केही गरेको छैन। ल ठिक छ त्यसो भने तिमीले मलाई भेट्यौ। मैले तिमी जस्तो मान्छेले त कति काम लगाए हेर न, फोटो कसैले गाडी किने, कसैले यसो चरे। दाइ, काम त लगाइदिनुहुन्छ नि? हुन्छ क्या, काम हुन्छ। मैले देखिराखेँ नि तिमीलाई 100% हुन्छ। ल म भएपछि चुटकी के बोल्नु एकैचोटि भनिदिन्छु, अहिले भर्खरै भनिदिन्छु तिमीलाई। तिमीलाई जस्तो भने त्यस्तै काम मिल्छ यहाँ 100% हुन्छ। ल अब चिन्तै मान्नु पर्दैन कि तिमी मसँग भेटिहाउ। तिमी भएपछि म भएपछि तिमी चिन्तै लिन पर्दैन क्या। काठमाडौँमा सबैलाई काम लगाइदिन्छु। हेर न, नातिया के म छु नातिया। ल यो मोबाइल राखा, आबबाट मेरो कन्ट्याक्टमा हुन्छौ तिमी। मैले जे भन्छु त्यति मान्न पर्यो, बुझ्यौ नि? बस न, म काम लगाइदिन्छु कि भनिराखौ त मैले। तिमीलाई 100% काम लगाइदिन्छु। ल बस। कस्तो तालको केटी रहेछ। राजनजी, के छ यार खबर? अनि के हुँदैछ हाम्रो कामहरू? मिलाउनु पऱ्यो क्या यार, छक्नाछोर हुन्छ यार। त्यो हामी के सोचेको थियौँ जसरी हुन्छ मिलाउनु है त। तिमी भएपछि म भएपछि तिमी चिन्तै लिन पर्दैन क्या। काठमाडौँमा सबैलाई काम लगाइदिन्छु। हेर न, नातिया के म छु नातिया। ल त ल त्यो राखिदिन्छु, मिलाउनु है जसरी हुन्छ। ओहो, त्यो त हाम्रो गाउँको साइली फुपूको छोरी जस्तै छ त, राधा हो कि होइन? होला पक्कै पनि। निकै तनावमा देख्छु त, के भएको छ त्यसलाई? एकचोटि गएर यसो बुझ्नु पर्ला जस्तो। के छ खबर? चिन्यौ दाइलाई? आफ्नै गाउँको दाइलाई नि किन नचिन्नु? अनि कुनै खबरै छैन त? कहिले आयो त्यो सहरमा? लगभग 5-6 दिन भयो। अनि गाउँतिर साइली फुपूहरू सबै आराम हुनुहुन्छ होला नि है? एकजना ठिकै हुनुहुन्छ। अनि के काम विशेषले आएको थियो फेरि सहर? के गर्नु दाइ, गाउँको पढाइ सबै सकिसक्यो, सहरमा आएर केही गरौँ कि भनेर सहरतिर पसेको। साह्रै दुःखको खबर सुनायौ नानी तिमीले त। के गर्नु, त नात्यो होइन नि है? हरेस नखाऊ। यो दाइले 2-4जना मान्छे चिनेको छन्, म त्यहाँ भनिदिन्छु तिमीलाई है। मैले के गर्न सक्ने सपोर्टहरू होइन, त्यो चिनेको ठाउँमा त्यहाँ लगाइदिन्छु नि त म तिमीलाई काम है। चिन्ता नगर, म छु है। मेरो बोलीले जहाँसम्म पहुँच पुग्छ म तिमीलाई मात्रै सपोर्ट गर्छु नि त। म तिमीलाई भनिदिन्छु, तिमी अब आफ्नै गाउँको बहिनी
ठिक छ मैले गर्नुपर्ने सपोर्टहरू म गर्छु है हौतारिँदैन होइन नानी है नमस्ते दिदी आराम हुनुहुन्छ है अस्ति भन्दै हुनुहुन्थ्यो नि तपाईँलाई स्टाफ चाहियो भनेर के मैले लिएर आइदिएको छु हेर्नुहोस् त विश्वासिलो पनि छ होइन राख्नु काम पनि राम्रो गर्छ मेरो आफ्नो गाउँको बहिनी हो तपाईँले भन्दै हुन्थ्यो नि त्यही भएर लिएर आइदिएको थिएँ ए हुन्छ नि गर्छ आफ्नै गाउँको बहिनी हो होइन एकदम विश्वासिलो पात्र छ काम गर्छ राम्रोसँग गर्छ है त राखिदिनु होला त ल हुन्छ दिजु हस् ल नानी राम्रोसँग गर है ल यो राम्रोसँग सामान मिलाउनु कस्टमर आएको बेला राम्रोसँग बोलिदिनु मिलाएर बेच्नु सरसफाइ अलि राम्रोसँग त चट्ट हुनु पर्यो त्यही हो तिमी भैँसी म भैँसी तिमी चिन्तै लिन पर्दैन के काठमाडौँमा सबैलाई काम लगाइदिन्छु हेर न नातिया के म छु नातिया रमेश तिमी आयौ राधा तिमीलाई मैले कहाँ कहाँ खोजिनँ तिमी त यहाँ आएर पो बसिरहेछौ त राधा केही गर्न खोज्छु केही सोच्छु तर म भित्रदेखि टुटिसकेँ यो सहरमा स्वार्थ लुट्न बाहेक केही गर्न खोज्दैनन् मान्छेहरू हेर न म आत्तिसकेँ धेरै नै आत्ति अस्ति एकजना दाइले काममा लगाइदिन्छु भनेर म माथि हातपात गर्न खोज्नुभयो हेर न यो सहरमा छोरी मान्छे भएर बस्न निकै गाह्रो हुँदो रहेछ के गर्ने होला म जस्तै गाउँबाट कति चेलीहरू आएका होलान् उनीहरू कति शोषणमा परिरहेका होलान् हेर न त्यो सम्झिँदा त मलाई कहाली लागेर आउँछ भने